श्रीराम कथा, शिव पुराण, पारायण, हनुमान चालिसा, हवनात्मक अनुष्ठान, राष्ट्र कल्याण महायज्ञ 2082। हे परमेश्वर, हे परमात्मा, हे जगतका पिता। त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पदार्पण भएको पवित्र भूमि, ऋषि श्रृंगीले तपस्या गरेको पुण्य तीर्थ स्थल, बाल सिद्ध भगवानको सानिध्य तथा संस्कृति र पर्यटनको आधार स्तम्भ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको संगम स्थलमा श्रीराम भगवानका प्रिय भक्त सीताराम मन्दिरका कल्पनाकार धार्मिक व्यक्तित्व श्री सुब्बा बस्नेतद्वारा निर्माण गरिएको श्री सीताराम मन्दिर परिसरमा धर्मको रक्षा, समाजलाई सकारात्मक मार्गमा रूपान्तरण तथा राष्ट्र कल्याणको भावनाले आयोजित शिव पुराण, पारायण, हनुमान चालिसा, हवनात्मक अनुष्ठान साथै दिव्य श्री राम कथा प्रवचन सहितको राष्ट्र कल्याण महायज्ञ हुन गइरहेको हुँदा समस्त धर्ममा आस्था राख्नुहुने भक्तजनहरूलाई उपस्थित हुनुभई अनन्य पुण्य आर्जन गर्नुहुन सादर निमन्त्रणा गर्दछौं। महायज्ञमा हरेक दिन गरिने कार्यक्रमहरू: शोभा कलश यात्रा 13 गते बिहान 10 बजेदेखि 1 बजेसम्म, समुद्घाटन समारोह दिवा 1 बजे, मण्डप पूजा तथा पाठ पारायण प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म, श्रीराम कथा प्रवचन प्रत्येक दिन बिहान 11 बजेदेखि 4 बजेसम्म, श्रीराम आरती प्रत्येक दिन बेलुका 4:15 बजे, प्रत्येक दिन विशिष्ट विद्वान सन्त महात्मा ज्यूहरूबाट दिव्य कथा प्रवचन हुनेछ, प्रत्येक दिन हनुमान चालिसा हवनात्मक अनुष्ठान सञ्चालन हुनेछ, प्रत्येक दिन संगीतमय भजन सँगै कथामा आधारित दिव्य झाँकी प्रस्तुत हुनेछ, दैनिक बिहान 8 बजेदेखि नित्य मण्डप पूजा हुनेछ। उक्त पूजामा समावेश हुनको लागि बिहान 7:30 बजे यज्ञ परिसरमा उपस्थित हुनु पर्नेछ। नित्य पूजामा आवश्यक पूजा सामग्रीको व्यवस्था यज्ञमै गरिनेछ। प्रत्येक दिन संस्कार र संस्कृतिको लागि ज्ञान गुण सम्पन्न विद्वान सन्तगण योगी तथा पण्डित ज्यूहरूबाट जीवन उपयोगी मार्गदर्शन, हिन्दू धर्म ग्रन्थको वैज्ञानिक व्याख्याका साथै सनातन धर्मको मर्म विषयक ज्ञान प्रदान गरिनेछ। साथै प्रत्येक दिन भजन सम्राट कृष्ण सुवेदी ज्यूबाट दिव्य संगीतमय भजन कीर्तन हुनेछ। प्रमुख वाचिका सुधा अच्युत प्रिया, साथमा ब्रह्मनिष्ठ सन्त शिरोमणि स्वामी श्री लोकानन्द ज्यू महाराजबाट शुभ आशीर्वचन। मिति यही चैत्र 13 गतेदेखि 19 गतेसम्म। महायज्ञ हुने स्थान रेसुङ्गाको काख भुवानी पार्क, रामसे डाँडा, रेसुङ्गा, गुल्मी। सम्पर्क 9857 48 983। मिडिया पार्टनर सार्थक, मझेरी टिभी र अमला बोट अनलाइन। अखण्ड हनुमान चालिसाको पावन पारायणमा अवश्य आराधना गर्नु भई आफ्नो रोग र शोक निवारण गरौं। आयोजक सीताराम मन्दिर व्यवस्थापन समिति, रेसुङ्गा नगरपालिका 13, भुवानी पार्क, गुल्मी।